हेलो गाइज, यहाँ चाहिँ अब मेला लाग्ने अवस्था छ होइन। मान्छे टन्नै बेला हुनेछ है। अब चाहिँ 29 गतेदेखि मेला लाग्छ। होइन हाम्रो दोस्त आउँदैछ क्या पछि दोस्त पर्खेको। दोस्त आइपुगिसकेको छ यता अगाडि। यहाँ चाहिँ मेला लागेको क्या। अब चाहिँ 29 गतेदेखि 19 गतेदेखि मेलाको अवस्था छ यहाँ। ट्याक्क लगाएर कटारीको बस पार्क छेउमा टिक्क तलतिरपट्टि यता पुलको साइडमा छ है त। ल हाम्रो केटाहरू छ ल गाइजहरू, यही हो मान्छेहरू आउने भनेको। गायककारहरू यहाँ छ। ट्याक्क लगाएर यिनीहरू आइपुग्छन् है त। 19 गतेदेखि हेर्नु यहीँ छ। 19 गतेदेखि ठ्याक्कसँगले 1 गते 3 गते हो। 1 गते 3 गते होला सायद। 3 गतेसम्म लाग्छ होला ठ्याक्क आउनुलाई। अहिले चाहिँ हामीले पसल बन्द गरी हिँडेको होइन। दोस्त मासेर गएको छ साथी चाहिँ सामान पुऱ्याउन। यही ट्राफिकको ठ्याक्कै पुल कट्ने बित्तिकै आउँछ। यसबाट यतातिर जानु यो गोलो मन्दिरको सिधै तलतिरपट्टि लाग्छ बत्ती बलेको साइडमा मेला चाहिँ। दामी मेला लाग्ने हो यसपालि चाहिँ। फर्स्ट टाइम हो मेला लाग्ने अवस्था चाहिँ। ठक्कर कहाँ भन्दाखेरि चाहिँ कटारी बजारको बस पार्कको छेउमा भन्नुपर्छ। बस पार्कको छेउमा छ है त यो चाहिँ मेला। केटा आउँदै हुन्छ ढिलो गरेर आइपुगेको ल साथी हो। हामी गयौँ त अहिले। हामी गयौँ त अब चाहिँ। यही पुल चाहिँ कटारीको पुलबाट ठ्याक्कराकै त्यो बत्ती बलेको ठाउँमै छ मेला लाग्छ। अगाडि न हाम्रो दोस्त चाहिँ आराम साइड कुदाएर हिँडिरहेछ क्या। ल हिँड हाम्रो दोस्त हिरो भएर हिँडेछ है। ह्यान्डसम भएर हिँडेको छ गाइज एउटा। हाम्रो दोस्तले एउटा केटी मिलाइदिनु पर्यो क्या। अब चाहिँ दोस्त हेन्सी छ। बाइक हेर्नुहोस् न गाइज, बाइक चाहिँ डेन्जर छ क्या। साइड स्मक बल्छ होइन। हाम्रो दोस्तले कुदाएर हिँडिरहेछ क्या। अब चाहिँ घर पुग्नुपर्ने हो पनि आफ्नो पुग्नुपर्ने चाहिँ सक्ला हो क्या। के गर्नु साथीभाइ हो। अब एउटै गाडीमा काम गरिरहेको। अब काम त गर्नु पऱ्यो नि त। ओ दोस्त यता हाल्देऊ न यार, यता हाई गरिदेऊ न यार। अर्को युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला भनेको छ दोस्तले। प्लिज गाइजहरू सब्सक्राइब चाहिँ हानिदिनु है त ल। युट्युब च्यानल बल्ल बल्ल खोलेको छ भर्खरै होइन। हाई डटिङ बसाइदिन्छ रे। के गर्ने आफ्नो छैन। अब यस्तै हो पारा हो। बाइकमा घुम्दै बस्ने हो। यो काम गर्दै बस्ने।